दर्शकबिन यतिखेर म एकजना नानीसँग छु। उमेर मैले खुलाएको छैन र पहिचान पनि मैले चाहिँ लुकाएर यो भिडियो प्रसारण गर्दैछु। नानीको घरको परिवारले चाहिँ फोन गर्नुभयो, नानीमाथि बलात्कार भएको भन्ने कुराहरू चाहिँ आएको छ। अब उनीसँग म सोध्छु र अब यो बलात्कार भएको स्थान चाहिँ यहाँ, अब यो स्थान पनि मैले खुलाएन, कैलाली भित्रको ठाउँ हो यो, र यहाँभित्र अलिकति म देखाउँछु कुन अवस्थामा चाहिँ नानी पुऱ्याउँछ। यो हिसाबमा चाहिँ अब यहाँ चाहिँ गज्जाहरू राखेको अवस्था छ र नानीलाई यहीँ चाहिँ ल्याएर चाहिँ बलात्कार गरेको भनेर चाहिँ उहाँले चाहिँ घरमा बताउनुभयो र घर परिवारले चाहिँ हामीलाई सूचना दिइसके पछाडि चाहिँ यो भिडियो बनाउँदैछु। यही हो तपाईँलाई ल्याएर चाहिँ बलात्कार गरेको नानु कसले भन्नाले अब नाम पनि अब उहाँको नभन्नुहोस् होइन। नाता के थियो तपाईँ र जोडी? साली भेना तपाईँको हिनाजुले ल्याएर आउनुको र चाहिँ यहाँ चाहिँ बलात्कार गर्नु सहमतिमै आउनुभयो तपाईँ यहाँ? के भन्नुभयो, के भनेर ल्याउनु थियो? एउटा कुरा छ तल जान भन्नुभयो। पछि यहाँ आइसकेपछि फेरि जबरजस्ती गर्नुभयो। पछि त्यहाँबाट म तिमीलाई बिहे गर्छु, यता सिक्कर जाउँ, कसले थाहा पाउन्न भन्नु लागेको थियो। त्यसको भोलिपल्ट म राति नै जानु खोजेको, नजाऊ घर थाहा पाउँछन् भनेर भन्नुभयो। त्यसको भोलिपल्ट दिउँसो 2 बजेतिर भागेर घर गएको। अब यो ठाउँ सुनसान छ, जङ्गल छ होइन। यो सुनसान ठाउँमा तपाईँ रातभरि उक्त व्यक्तिसँग चाहिँ यहाँ बस्नुभयो हो? चिल्लाउनु भएन, चिच्चाउनु भएन? बलात्कार भइसके पछाडि त अब उहाँले जबरजस्ती गर्नुभयो होला, चिच्चाउनु भयो, चिल्लाउनु भयो? नगराउ थाहा पाउँछन् भन्नुभयो। त्यहाँपछि म रुन थालेँ, छाडेर अनि पछि म घर जान्छु भन्दाखेरि नजाऊ घर गाली थाहा पाउँछन्, स्कुलतिर जाउँ भन्नु लाग्यो। नानी नाबालिका हुन्, त्यस कारणले गर्दा हामीले पहिचान छुपाएका छौँ, अनुहार छुपाएका छौँ, नाम छुपाएका छौँ, नानीको उमेर पनि छुपाएका छौँ। तपाईँ यहाँबाट चाहिँ घर जानुको बिहान हो, अनि जब तपाईँ यहाँबाट घर जानुभयो त्यो बेलामा भिनाजु कहाँ हुनुहुन्थ्यो? पछि अनि उहाँको घरकाले अनि खोज्न आउनुभयो। खोज्न आएर उमेरको कारणले गर्दा चाहिँ उहाँलाई जुन हिसाबमा चाहिँ यहाँ जुन क्रियाकलाप गरियो त्यो चाहिँ कानुन विपरीत छ र अब अनुसन्धानको प्रक्रियामा चाहिँ यो घटना भएको कारणले गर्दा धेरै चाहिँ बोल्न चाहिँ मिल्दैन। त्यस कारणले गर्दा आफ्नो विचार चाहिँ दिनु होला र अब सहमतिमै भए पनि अब जुन क्रियाकलाप चाहिँ यहाँ चाहिँ उहाँहरूको भयो त्यो चाहिँ गैर कानुनी मानिन्छ। यहाँबाट घर जानुभयो अनि सुरुमा कसलाई भन्नुभयो? अनि बजेले सोध्नुभयो कहाँ गए थिइस् अनि कोसँग गए थिइस् भन्नुभयो। अनि त्यहाँ सब कुरा बजेर मलाई चाहिँ जबरजस्ती गर्यो भनेर चाहिँ भन्नुभयो। त्यस पछाडि उहाँहरू चाहिँ यहाँ आउने गर्दा घर परिवारको र यहाँ चाहिँ भेटिएन तिनीहरू होइन, अहिले चाहिँ फरार छ। अनि चाहिँ जानुभएको थियो चौकीबाट, अनि घरमा भेट्टाउनु भएन। त्यही अब यहाँ परिवारका अन्य व्यक्तिहरूसँग कुराकानी गर्छु, धेरै मैले कुराकानी गरेन। भिडियोलाई सबैले चाहिँ सेयर गर्नु र अन्तिमसम्म पनि भिडियो हेर्न अनुरोध गर्न चाहन्छु। तपाईँ नानीको हजुरआमा त यहाँ अहिले चाहिँ अब जहाँ चाहिँ त्यो क्रियाकलाप भयो होइन, जबरजस्ती करनी भनेर नानीले भनेपछि त्यहाँबाट यो ठाउँबाट हजुरको चाहिँ घरको टाढा हो? त्यस्तो गाडीबाट 10-15 मिनट घर नजिक के रहेछ हाम्रो टोपेटाको घर र हाम्रो नजिक पडोसी। रातभर चाहिँ अब नानी नआउँदाखेरि नाति नआउँदाखेरि खोज्ने प्रयास गर्नु भएन? कहाँ खोज्नुभयो? खोज्यौँ अब साँझ सुत्ने बेला हरायो। साँझ सुत्ने बेला हराएपछि हामी अब बाहिर बिहान पिसा जाँदाखेरि हेर्दाखेरि चप्पल देखेन। त्यहाँबाट बिस्तारमा हेर्दाखेरि नातिनीलाई नदेख्दाखेरि कहाँ गयो कता गयो भनेर बिहान हामी यताउता खोज्न लाग्यौँ। टाढा टाढा जङ्गल गयौँ, घरमा सोध्न लाग्यौँ कता गयो के भयो सोध्न लाग्यौँ सबलाई। त्यहाँपछि अब ल प्रणाली यसरी लग्यो भनेर घरबाट रोडमा बोलायो, रोडबाट समाएर केटाले ल्याएपछि अब भोलिपल्ट 4 बजे भनौँ कि 5 बजे भनौँ त्यो बेला नातिनी घरमा निस्केपछि
कहाँ गएको छ कसले लियो भन्दाखेरि नाम पहिले लिएन भने तेरो थाहा पछि मैले भने कि त्यसलाई अलिकति मैले हप्ता पाएँ भने त्यो मेरो नातिको घरमा पुगेपछि त्यहाँबाट त्यो केटाको आफन्त आमा बाउ पडोसीले सब आएर मेरो घरमा धम्क्यायो तँ त घरमा आएछ मेरो छोरो कहाँ हालिस् कता हालिस् मारेर खालिस् कि जा मेरो छोरो खोजेर ल्यायो भने धम्क्यायो यसलाई अब 4 टुक्रा गरेर काटेर खालाउनु पर्छ यसलाई भनेर आमा चाहिँले पनि धम्क्याएन हामीलाई घरमा आएर हामीले अरू तिनका घरमा पनि गएनौँ तिनका छोरालाई पनि हामीले छोएको पनि छैनौँ घरमा आएर त्यस्तो धम्क्याएर गयो जस्तो अब साली भिनाजु बिच अब त्यो नजिकपन भन्नाले अब त्यो त्यो कसरी भयो उनीहरू बिच चाहिँ नजिकै घर अब जस्तै नाता मित्र घर जस्तो नाता थियो सालीको नामलाई आइराख्ने गइराख्ने हजुर आउने खाने साथै साली भिनाजु त होइन होइन आउने बस्ने खाने अब त्यसै आफन्तै हुन् मित्र घर जस्तो अब नानीले अहिले चाहिँ मलाई चाहिँ म चाहिँ अब जाउँ भनेर चाहिँ सहमतिमा चाहिँ आएँ यो ठाउँमा चाहिँ जहाँ चाहिँ मेरो चाहिँ करणी भयो यसमा चाहिँ मेरो चाहिँ सहमति थिएन मलाई जबरजस्तीकरण चाहिँ गर्यो भिनाजुले भन्ने कुरा गर्नुभएको छ होइन त्यो भिनाजुको उमेर पनि फेरि खासै धेरै रहन्छ 19 वर्ष 18-19 वर्षको अहिले उहाँको चाहिँ खोजी भइरहेको छ हो प्रहरीले खोजिरहेको छ नानीको अवस्था कस्तो छ स्वास्थ्य अवस्था अब त्यस्तै छ अब अप्ठ्यारो छ हजुर जबरजस्तीकरण भनिसके पछाडि अब शारीरिक हिसाबमा होइन चोटपटक हुनु पनि अब एक हिसाबको त्यस्तो केही छ हजुर अब हामीले त देखेका छैनौँ उसको शरीरमा उसलाई थाहा होला उहाँलाई स्वास्थ्य जाँच गराउनुको त्यस पछाडि हजुर हामी लगेर जाँच गराउँछ के अनुरोध गर्नुहुन्छ तपाईँ हजुरआमा हो अनुरोध केही छ मेरो नातिनीलाई न्याय चाहियो हजुर पक्राउ गर्नु पऱ्यो चाँडोभन्दा चाँडो छिटोभन्दा छिटो हामीले पाउनु पऱ्यो नि डर मान्ने त्यो केटाले डर मान्ने त पहिले डर मान्ने हो त अब डर मानेर भएन हुन्छ आउनु पऱ्यो बोलाएर त्यहाँ पनि आफन्त हो हजुर मेरो भतिजी नै पर्छ भतिजी हो जो अपराधिक गतिविधि जो त्यसले गरेको त्यसलाई हदैसम्मको कारबाही त हुनैपर्छ यो नाबालक छ होइन उसको घरमा स्वास्नी पनि छ सबभन्दा ठुलो घरमा उसको स्वास्नी पनि छ पहिला सुन्नमा आएको चाहिँ एउटा अरू पनि विवाह गरेर छोडिसकेको भनिसके त्यो नाबालकलाई ल्याएर यस्तो ठाउँमा भुलाइ फकाइ ल्याएर होइन सहमतिमा आयो सहमतिमा त्यसरी होइन कि अब आसपडोसमा भएको मान्छेले त जाउँ भनेपछि त चिने जानेको मान्छे हेलमेट लिएको मान्छे होइन एकदिन जाउँ अहिले आउँला भने त जो पनि आउँछ त्यसो यो जङ्गलको बिचमा यो टहरा छ नि यो टहरा के को टहरा यो बाटो बनाउने उसले बनाएको यो उसलाई बसाल्नको लागि हो कामगारलाई बसाल्नको लागि कति बजीतिर चाहिँ भिनाजुले सालीले यहाँ साँझ 8 बजीतिर उताबाट लिएर आएको र अहिले आउँला भनेर लिएर आएको यहाँ पुर्याइदियो यतातिर नआएको बच्चा कहिले पनि नआएको गाउँबाट यता नआएको त्यहाँनिर मेरो घर छ सन्दौरा गाउँबाट यहाँ आउनु त धेरै समय छ नि त समय लगभग 10 किलोमिटर 10-11 किलोमिटर पर्छ लिएर आइसक्यो यहाँ ल्याएर त्यसले फुत्किन दियो नगर म जान्छु भनेर उसले जबरजस्ती गर्दाखेरि त्यहाँनिर दाग पनि लागेको छ होइन नम्बर दाग पनि देख्नु होला अनि त्यो जोर जबरजस्ती नै गरेको हो त्यसले नाबालक बच्चालाई जहाँसम्म त्यसलाई हदैसम्म कारबाही होस् त भनेर हामीले अब रिपोर्ट त दिएकै छौँ होइन तबसम्म अब जहाँसम्म अब गएर प्रहरीको त्यहाँ जाँदाखेरि परस्परसमा कहाँ लुगाइदिएका रहेछ अन्त घरै रहेछ त्यो लुगाइदिएका रहेछ जहाँसम्म त्यसलाई अब हामीले त अब दबाब गरेको छौँ पक्रा परोस् भनेर हजुरहरूले साथ सपोर्ट गरेर त्यसलाई जहाँसम्म दबाब दिनु होला त्यसलाई न्याय पीडितले न्याय पाउनु पऱ्यो हदैसम्मको कारबाही हुनु पऱ्यो अनि यस्तो केस अहिले त आसपडोसमा त्यसले अब उसको आमा छैन मूल्य छोरी अनि त्यसले अहिले चाहिँ यसरी त्यो आसपडोसमा यस्तो गतिविधि गर्ने मान्छेले त्यो अझ पछि गर्दैन भन्ने होइन त्यसलाई छुट दियो भनेपछि फेरि दोबारा नि गर्न सक्छ त्यसले अहिले त गाउँमा मिलाउँ यताउता भनेर तिनीहरूले दबाब दिइरहेको छ यस्तो गतिविधि मिलाउने प्रयास पनि भइरहेको छ उनीहरूले दबाब गरिरहेछन् फोन गरिरहेछन् यो कसरी मिल्यो यो गाई बस्तुले जनावरले केही खाएको हो भने मिलाउनु पऱ्यो कोही झगडा भएको मारपिट भएको त्यो मिलाउनु पऱ्यो यो बलात्कार केस थोरै मिलाउनु पाइन्छ त्यसो पाइँदैन होइन त्यही हुनाले यसलाई जहाँसम्म मिडियाकर्मीले सबैले साथ सपोर्ट गरेर यसलाई हदैसम्मको कारबाही होस् यो सरकारले जो